हेलो गाइज, वेलकम टु माई नाइट भ्लग। आजको दिन चाहिँ यस्तै हाँसो मजाकमा गयो। अनि बहिनी तिम्रो चाहिँ कस्तोमा गयो त आजको दिन? यस्तो छ नि, यस्तो छ हौ, यस्तो हत्ते म जस्तो दार्जिलिङ नसघाउने को हुनुहुन्छ यता मतिर हाजिर घुम्ला। आज चाहिँ अब सताउने चाहिँ अब बहिनीले पनि सताउने हो, दाइ त कहाँ पो जाँगरे हुन्छ र अल्छी दाइ पाइसी यस्तै हो। धस्का के गर्ने यस्तै खै तिमी मान्छेको बाबा कुकुरको कुकुरको भाँडा धस्काउँदैछु जेस। अनि तपाईहरु चाहिँ यस्तै नगर्नु ल, दाइहरु भएपछि अलिकति हेल्प गरिदिनु ल बहिनीलाई। मैले चाहिँ गर्दिन है। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। मेरो दाइ यस्तै ठिक छ नि त, मलाई मेरो दाइ यस्तै ठिक छ। अरूको दाइ कस्तो ठिक छ मलाई थाहा छैन, मेरो दाइ यस्तै ठिक छ। म चाहिँ यसको लागि यस्तै नै बेस्ट छु। अरू जस्तो हुनु परेन। बस हाँसो मजाक दिनभरि हँसाउँछु, बस यही हो। हँसाएको भिडियो चाहिँ छिटै नै आउने छ। अब त्यस्तो अब सुरुवात नै अब बिस्तारै भइरहेछ। अब राम्रो माथि राम्रो भिडियो आउँदै गर्छ, जस्ट रमाइलो। अनि एउटा बिहारी भाइसँग पनि अनि यो चाहिँ अब बिहारी बहिनी चाहिँ नभनौँ, यो त मेरो मुटु हो। यो त राम्रो मिल्छ। सबभन्दा त गोरु पनि छु के रे, हेर्न कति गोरी छु देखि हैन केटे, कालो छिस। गोरो भयो नि कालो भयो भने मान्छेहरू मन राम्रो भयो हुन्छ। कालो पनि अब कालो गएर पनि अब मन गोरो सफा भयो त भयो गर के। कालो नै चाहिन्छ भन्ने छैन, कालो नै चाहिन्छ भन्ने छैन। अरे के गोरो नै चाहिन्छ भन्ने छैन। हामी दुईजना यस्तो छ कि हालत, दिनभरि काम गर्यो, साँझ कुकुरको भाँडा धसेरै जिन्दगी जाने भयो। होइन मान्छेको भाँडा पनि धस्काउँछु कि। यस्तै छ जिन्दगी, अब भाँडा धसेरै जाने भयो। अब होटलतिर हुँदाखेरि अब करे हल्लाएर जिन्दगी जान्थ्यो, दिन जान्थ्यो। आजकल त भाँडा धसेर दिन जान्छ घाँटी। यस्तो छ अनि सुन, आजको दिन चाहिँ कस्तो भयो कि आज भाँडा माझेर मात्रै गएन होला नि त, अनि अरू पनि त गरेर नभनौँ होला काम चाहिँ। अब सबै काम थाहा छ हजुरलाई। काम चाहिँ अब जस्तो पनि गरिहाल्नुपर्छ। काम सानो ठुलो हुन्न, अर्को ठाउँमा आएर मेहनत गर्नुपर्छ। अरूलाई चाहिँ गर्मी हुन्छ चन्नेमा, मलाई चाहिँ घाम। अरूलाई चाहिँ गर्मी हुन्छ चन्नेमा, मलाई चाहिँ घाम। के भन्छ अरे, जाडो हुन्छ, अरूलाई चाहिँ गर्मी हुन्छ, यसले चाहिँ होइन। म पनि अब यसो टोपी लगाएर एक्टिभ परेको छु रातिमा सतर भतर। मायाले दिएको चिनो टोपी भन्छस् बिहा गरेर यस्तो छ मेरो। हेलो गाइस, सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। काम गरी हैरान भइगयो, यस्तो छ हालत। त्यसपछि जिन्दगीमा भारत दस्काउन पर्यो, ठक्क जिन्दगी भारत दस्काउन पर्यो, ठक्क जिन्दगी। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। भाँडा धस्काउनु पनि पर्छ क्या कहिले कसो त। अब कुकुर यो त भन्दा बरु कुकुरै राम्रो छ यहाँ। बोलाइदिएर ल्याइदिनु होइन, म नै राम्रो छु। होइन अरूलाई अब अरूलाई कस्तो लाग्छ, तर मलाई चाहिँ म नै राम्रो लाग्छ, म नै बेस्ट छु। अरू म जस्तै आफ्नो प्रशंसा आफै गर्ने, आफ्नो भिडियो 10चोटि हेर्ने, म जस्तै कता हुनुहुन्छ यता हाजिर एकचोटि भिडियो बनायो भने 10चोटि हो हेर्ने होइन। होला स्टोरीमा हालेपछि नि हेर्छु फेरि, स्टोरीमा हालेपछि नि हेर्छु फेरि। 10चोटि नै, म 100चोटि त हेर्छु कि क्या हो थाहा छैन। आज चाहिँ यति नै, बाई बाई। हाम्रो सुरुवात अन्त्य चाहिँ किचनदेखि नै भयो। अब सुरुवात चाहिँ भोलि अब उता मिसिन लगाउँदाखेरि हुन्छ, पुच्छा लगाउँदा